हेलो एभ्रिवान, नमस्ते एभ्रिवान, वेलकम छ हजुरलाई फेरि पनि लक्ष्य ब्लगमा अनि लक्ष्य ब्लगको न्यू भिडियोमा हजुर सबैजनालाई स्वागत छ। आयो हजुर सबैजना सधैँ हुनुहुन्छ होला, म पनि सधैँ छु। म आज चाहिँ किन भिडियो बनाइदिन्छु भने आज म गाउँ जान लागिरहेको छु कि। ल है त साथीहरू, हजुरले देख्न सक्नुहुन्छ यहाँको यो ठाउँ होइन, मलाई सबभन्दा मनपर्ने ठाउँ यो 12 बिसे चोक भन्ने रहेछ। यहाँ चाहिँ 12 बिसे चोक भन्ने चाहिँ मलाई लास्ट मनपर्छ यो ठाउँ चाहिँ होइन। कस्तो दामी लाग्छ। आज त यहाँ कस्तो सनसेट कस्तो मजाले देखिन्थ्यो तर देखेन होइन। यो चौतारीमा यहाँ अहिले चटपट बनाउनु छ। कस्तो दामी लाग्छ कि यहाँको ठाउँ चाहिँ मलाई एकदमै मनपर्ने ठाउँ हो। यहाँ आएर म चाहिँ जहिले भिडियो बनाउँछु होइन। कस्तो मनपर्छ कि मलाई यतापट्टिको यो चौतारीहरू छ। अनि म यहाँ बसेर जहिले पनि अस्ति नै त त्यहाँ बसेर चटपट पनि खाएको। अहिले त यहाँ जहिले पनि यहाँ आएर रोक्छु क्या मैले, किनकि मलाई बहुत मनपर्छ यहाँको बाटो। यस्तो मनपर्छ यहाँको मम्मीले कति बेला आउली भन्नुभयो होला। कस्तो दामी हेर्नु गाइज यहाँको बाटो चट्ट परेको कि यस्तो। मैले स्कुटरमा यस्तो हेलमेटहरू राख्ने ठाउँ, हेलमेटमा त्यो अड्काउने ठाउँ, मोबाइल अड्काउने ठाउँ भएको भए मैले टक्क भिडियो बनाउँदै हिँड्थेँ। तर त्यो चाहिँ छैन कि मेरो यहाँबाट। अब म घर जानलाई कति मिनट लाग्छ भने जस्ट म अब यहाँ पुग्न भनेको कति, अब म भनेको 20 मिनटमा नानी थिम गएर भुलेँ भने चाहिँ 1 घन्टा त भुल्छु होला नानी थिम गएर। नआयो भने चाहिँ म 20 मिनटमा चाहिँ म घर पुग्छु। अझै यहाँ कति भयो? 4:47 भयो, 57 भयो क्या। ओ माइ गड, 5 बज्न आइसक्छ। यदि भयो म चाहिँ यहाँबाट पुगिहाल्छु। घर गएर मम्मीहरूलाई नि देखाउँछु। बाटोमा अलिअलि थोरै भिडियोहरू त हाल्दै जान्छु होइन। तर भ्याउँदिनँ होला सायद, किनभने पानी आउनलाई लाउला जस्तो भइसक्यो। वेदर पनि ठिक छैन आजको, यस्तो छ वेदर, माथि यस्तो छ। त्यही भएर ल गाइस, बाई। बाटो हाल्छु भिडियो। फाइनली म चाहिँ यहाँ नानीको घरथिमा आइसकेको छु। मकै कति ठुलो भएको भाइ, खाने बेला भइसकेछ मकै त। म चाहिँ यहाँ नानीको घरथिमा आइसकेँ। नानीको घर के हो? ए हो नानीको घर। कसैले छोड्न आएको है गाइज, म यहाँ बस्न आएको होइन। यो मान्छेको अनुहार हेर्नु न, मोटाएर एक्लै घर बसेर खाएर होइन। भाउजूलाई एकचोटि सम्झिने होइन, फोन हान्ने होइन, मतलबै छैन, भ्यालु नै छैन भाउजूको त। यहाँ पोखरा गसी यहाँ मोटाएर हेर त्यहाँ झन्। तर मोटाइ छैनन् भाइ नि त, त्यस्तै छिन्। यो चाहिँ घर नानीको कस्तो कठुलो भएको मकै त डेन्जर कुदेँ नि म। यहाँ सामानहरू झिक्नु त चिया जान्न। म त घर जान्छु अब छिटो उखर त्यहाँ जान्छु। यो नानीको घर चाहिँ ब्लग गराउँदै आएको थिएँ मैले बाटोमा। यो नअटेर धर्नै खुल्दैन सबैजना सामानहरू। नानीले अर्डर दिने यहाँ बसेर घर बसेर अर्डर ल्याइदिनु भाउजू मलाई ढोका लगाइदिने, टिकी लगाइदिने होइन कि मतलबै छैन। हाम्रो घर जाने बाटो हो कि गाइज होइन। अहिले त यस्तो दामी गरेर नि वाउ छ अहिले त बाटो नै होइन। यो चाहिँ हो घर जाने बाटो हो। बाटो त डेन्जरै रोड थियो। म चाहिँ कस्तो दामी गराएको छ अहिले चाहिँ यहाँ वाउ छ यहाँको बाटो चाहिँ। मैले चाहिँ टक्कै स्कुटर लिएर हिँड्छु, सुस्तो लिएर हिँड्छु, किनभने अहिले बाइकहरू गाडीहरू आउँदाखेरि चाहिँ 2टा हात चाहिन्छ भनेर होइन। अनि चाहिँ घर जाने बाटोतिर चाहिँ अहिले यस्तो बनाखा हेर्न सक्नुहुन्छ। बुढा हजुरलाई याद आयो भने नि हेर्नु, यहाँ घरतिर जाने बाटोहरू, घर जाने बाटो हेरेर भयो भने चित्त बुझाउनु ज्ञान त नि अब होइन। यो कस्तो राम्रो छ ठाउँ। हाम्रो घर जाने बाटो चाहिँ कस्तो वाउ छ कि। तर वास्तवमा भन्ने जे भन्यो नि, तर माइगढ घुम्नु पाएँ त। तर आई क्यान डु इट, आई क्यान। वाउ यत्तिको चाहिँ हुनुपर्छ कि गाइज होइन लाइफमा। यो चाहिँ मैले त्यो स्कुटरमा हेलमेटमा हाल्ने त्यो के भन्छ गोप्रो कि के हो जस्तो हो। त्यो भएको भए यस्तो भिडियोहरू बनाउँदै आउँथेँ होइन। हेर्नु साथीहरू, यो पिच नहुँदा यो बाटो यस्तो हिलो थियो। म जहिले आएर लोट्ने के यो बाटो यति दुःखले कटाउँथेँ होइन। अनि जहाँ राम्रो ठाउँ आउँछ नि होइन, त्यहाँ गएर
उल्टिने कि मैले हेऱ्यो घर थिएँ कि म लुट्ने भनेको ल गाइस बाई बाई टेक केयर लाट्स अफ लभ भिडियोहरू बनाउँदै हाल्छु म चाहिँ थोरै थोरै क्लिपहरू ल बाई बाई गाइस म घर गएर मात्रै हाल्छु अब गाइस म त अब घर मुनि आएँ अबको 5 मिनटमा म पुग्छु घरमै मम्मीहरूले के गर्दै हुनुहुन्छ बाबा के गर्दै हुनुहुन्छ आमा पनि के गर्दै हुनुहुन्छ सायद घरै हुनुहुन्छ होला सबैजना ओए के यार मतलब अन्त गाउँमा गएपछि त यार हवाईजहाजै देख्दिनँ पोखरामा बसेन के हवाईजहाज केही पनि देख्दिनँ यार हाम्रो घरतिर भने त हवाईजहाज पनि देखिँदो रहेछ आज चाहिँ मलाई के कुरो याद आयो भने चाहिँ क्या तपाईँहरू के घुम्न जाँदाखेरिमा मेन के हेर्नुहुन्छ साँच्ची नै भन्दाखेरि मेन के हेर्नुहुन्छ तपाईँहरू घुम्न जाँदाखेरिमा म चाहिँ के हेर्छु थाहा म चाहिँ घुम्न जाँदाखेरिमा अरूले डाँडा पाखा वा कस्तो राम्रो ठाउँ कति राम्रो रहेछ यहाँको ठाउँ त आहा यहाँ त फेरि पनि आउन पाए नि हुन्थ्यो भन्छन् होइन मलाई चाहिँ यहाँ अहिले यहाँ आएर के कुरा याद आयो भन्दा मैले चाहिँ सबै साथीहरूसँग घुम्न जाँदा मैले हेर्ने भनेको घाँस गाइस देख्न सक्नुहुन्छ कति राम्रो राम्रो घाँस पलाइरहेको छु कि यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन यो भित्तामा मैले के सोचेँ कि अहिले मेरो डोको भए आसी भएको भए मैले कस्तो मजाले घाँस काटेर यहाँ भारी पुऱ्याएर म घर जान्थेँ होला लाइक मैले त्यो सोचेँ कि मलाई एकदम डेन्जर हाँस लागेको त्यो दामी पलाएको कि घाँस फेरि होइन म चाहिँ यस्तो सोच्छु र म हेर्न जाँदा नि साथीहरूले उता हेर्न ठाउँहरू हेर्न भन्छ म चाहिँ होइन त्यस्तो होइन कि हेर्न कति राम्रो घाँस भन्छु कि त्यही मेरो मम्मीले भन्छ दुखियाहरूले हेर्ने भनेको उसले सुख सुविधाहरू यताउता कति राम्रो ठाउँ भन्छन् दुखियाहरूले कति राम्रो घाँस भनेर भन्नुहुन्थ्यो मेरो मम्मीले अहिले हो जस्तो लाग्छ होइन लगाइज केही छैन म चाहिँ यति देखाउनु नै आएको ल बाई बाई म चाहिँ अब घर गएर नि देखाउँछु भिडियो मम्मीहरूसँग बाबा लगाइज देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गाउँ हो यो चाहिँ हाम्रो घर हो एकदम मेरो घर आइसकेँ म चाहिँ अब त्यहाँ माथि हो मेरो घर चाहिँ यो चाहिँ अब ठ्याक्क म चाहिँ घर आइसकेँ गाइज ल अब यहाँ थियौँ चाहिँ कस्तो राम्रो देखिन्थ्यो कि हेऱ्यो डाँडा चाहिँ आज चाहिँ वेदरले गर्दा राम्रै देखेन कि ल गाइस म चाहिँ आइसकेँ ल अहिले चाहिँ अब घर गएर मात्रै हाल्छु भिडियो अलिकति ल न प्रभु यहाँ त बाटो पिच पो भयो रहेछ त म आएको म त 1 हप्ता भयो थियो घर नआएको 1 हप्तामा आउँदा त पुरा घर आउने बाटो त पिच छ गाइस के हो यस्तो यति यत्तिको भएपछि त भइहाल्यो नि यहाँ थियौँ आउने बाटो अलिकति अप्ठ्यारो हुन्थ्यो पिच गरेछ ठिक छ फाइनली म घर आएँ गाइस हाम्रो घरको मुख कत्रो ठुलो भएछ त अरू दिन त खाने पनि हुन्छ मम्मी बाबा ठुलो बाटोहरू भन्न थियो बुहारीको म चाहिँ आइसकेँ घर होइन भिडियोहरू बनाएर हाल्दै पनि भन्दै हुन्थ्यो कि बाबुले त्यही भएर कति ठुलो भएछ म आउँदा यत्रो थियो गाइस फाइनली म घर आइसकेको छु अब चाहिँ आजको लागि चाहिँ भिडियो यति नै ठिक्क छ होइन यस्तै नयाँ भिडियो हेर्न चाहनुहुन्छ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन किप वाचिङ गाइस इन्जोय अनि रमाइलो लाग्छ के कस्तो मिलेको छैन हजुरहरूले चाहिँ आफ्नो अनुभवहरू मेरो कमेन्ट बक्समा आएर कमेन्ट गरिदिनु सक्नुहुन्छ होइन मसँग चाहिँ खासै राम्रो बोल्न सक्ने बोलीहरू लाइक त्यस्तो बोल्नै आउँदैन कि मलाई केही गर्नै आउँदैन तर मैले भ्लगहरू चाहिँ भर्खरै स्टार्ट गरेको के मिल्दैन कस्तो गर्नुपर्छ मलाई चाहिँ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला यस्तै नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु गाइस होइन ल थ्याङ्क यू सो मच गाइस अहिलेको लागि चाहिँ अब नयाँ भिडियो चाहिँ एउटाखेरिमै भेटौँला है त बाई टेक केयर लट्स अफ लभ यु अल